जापानमा अहिले चामलको मूल्य वृद्धि एकदम गम्भीर अवस्थामा आएको छ। त्यसका विभिन्न कारणहरू रहेका छन्। के कारण रहेको छ? आज हामी विस्तृत रूपमा यसको बारेमा परिचर्चा गर्नेछौँ। जापानमा अहिले चामलको गम्भीर अभावसँग जुधिरहेको छ। यसको उपलब्ध र मूल्यहरूमा ठुलो असर परिरहेको छ। यो समस्या चाहिँ जुनको 23 को अन्त्यदेखि बढ्दै गइरहेको थियो भने यसले बजारलाई स्थिर बनाउन र सङ्कटलाई समाधान गर्न सरकारले फेरि एउटा अर्को नयाँ कदम चालेको छ। जापानमा विशेष गरी चामलको अभाव हुनुको कारण चाहिँ के रहेको छ त? जापानमा चामलको अभावको मुख्य कारणहरू विभिन्न रहेका छन्। त्यसको मुख्य कारणमध्ये चाहिँ एउटा चरम मौसमी अवस्था र कृषि अभ्यासहरूमा परिवर्तनसँग जोडिएको छ। सन् 2023 मा जापानले असामान्य रूपमा उच्च तापक्रमको चाहिँ अनुभव गर्यो, जसले बिरुवामा क्षति, चामल उत्पादनमा चाहिँ विशेष कमी ल्याएको थियो भने यस्ता मौसमी अतिवृष्टिहरू बारम्बार भइरहेको छ र यसले कृषिको अस्थिरता योगदान पुर्याइरहेको छ। यसको अतिरिक्त जापानको घरेलु चामल उत्पादनको लागि केही वर्षदेखि गिरावट आइरहेको छ भने विशेष गरी चाहिँ युवा पुस्ताहरू कृषि क्षेत्रबाट बाहिर जान थालेका छन्, जसको कारणले गर्दाखेरि चामल खेतीको लागि चाहिँ लागत बढ्दै गइरहेको छ। चामल उत्पादन कायम राख्नको निम्ति किसानहरू सरकारको सहायतामा निर्भर परिरहेको छ, तर सरकारले विभिन्न प्रयासहरू कायम राख्दा पनि त्यसको मात्रा र गुणस्तरमा गिरावटलाई चाहिँ रोक्नको निम्ति चाहिँ सरकारले पर्याप्त मात्रामा चाहिँ अवसरहरू चाहिँ प्राप्त गर्न सकेको छैन। त्यसैगरी भविष्यमा चाहिँ मूल्य वृद्धि र प्राकृतिक प्रकोपहरू जस्तै भूकम्पको चिन्ताबाट चामलको स्टक सङ्कलन बढेको छ, जसले गर्दाखेरि आपूर्ति सङ्कटलाई झनै बढी बिगारेको छ। चामलको भण्डारणको लागि यो मागले बजारको आन्तरिक चामलको आपूर्तिमा घटाउ पुगेको छ र बजारमा चाहिँ आपूर्ति बढाएको छ, जसको कारणले गर्दाखेरि चामलको मूल्यमा चाहिँ वृद्धि आएको छ। चामलको मूल्यलाई चाहिँ घटाउनको निम्ति जापान सरकारले कस्तो कदम चालेको छ त? अब त्यसको विषयमा चर्चा गरौँ। चामलको मूल्य बढ्न थालेपछि जापान सरकारले त्यसलाई स्थिर बनाउन र अभावलाई समाधान गर्न धेरै उपायहरू सुरु गरेको छ। सरकारले पहिलोपटक आफ्नो आपतकालीन भण्डारलाई चाहिँ चामल निकासी गर्न महत्त्वपूर्ण कदम चालेको थियो। करिब 1,42,000 टन चामल चाहिँ लिलामी मार्फत चाहिँ उपलब्ध गराइएको थियो, जसले आपूर्ति समस्यालाई कम गर्ने र मूल्य थप नबढ्न दिनको लागि चाहिँ मद्दत गर्ने अपेक्षा गरिएको थियो। यो आपतकालीन भण्डार, जुन प्राय सङ्कट वा आपतकालीन अवस्थामा राखिन्छ, 60 किलोग्राम चामलको लागि लगभग 21,217 येन लिलामीमा बेचिएको थियो। यो मूल्य तुलनात्मक रूपमा उच्च छ, तर सरकारले आशा गरेको छ कि यसले बजारमा उपलब्ध चामललाई बढाउनेछ र छोटो अवधिमा चाहिँ मूल्य स्थिर गर्नको निम्ति मद्दत गर्नेछ। यो लिलामी गरेको चामल आपूर्ति मार्च 2025 को अन्त्यसम्म पसलहरूमा देखा पर्नेछन्। सरकारको आपतकालीन भण्डारबाट चामल बाहिर निकाल्नुको साथै जापानको राष्ट्रिय कृषि सहकारी सङ्घ जेननोले पनि हस्तक्षेप गरेको छ। जेननोले जुन किसानहरूको प्रतिनिधित्व गर्दछ, सरकारले निकासी गरेको चामललाई उपभोक्तामा अत्याधिक प्रभावकारी ढङ्गले वितरण गर्न सुरु गरेको छ, जसले आपूर्ति सङ्कटलाई कम गर्न चाहिँ प्रयास गरिरहेको छ। जापानको चामलको मूल्य वृद्धि र आर्थिक प्रभाव। चामलको अभावले मूल्यमा नाटकीय रूपमा चाहिँ वृद्धि आएको छ, जसले जापानभरि सुपरमार्केटमा चामलको औसत मूल्य 2025 को मार्चको 9 महिनाको साताको समाप्तिमा 5 किलोग्राम चामलको लागि करिब 4,070 येनसम्म पुगेको छ भने यो अघिल्लो वर्षको यो समयमा तुलनात्मक रूपमा दोब्बरले बढी भएको। मूल्यको वृद्धि घरेलु परिवारमा विशेष गरी शहरी क्षेत्रमा र धेरै दबावहरू परिरहेको छन्, जहाँ चामलको आहार चाहिँ मुख्य रूपमा चाहिँ प्रयोग गर्ने गरिन्छ। चामल केवल जापानमा खाद्यान्नको मुख्य अंश मात्र नभए यो देशको सांस्कृतिक धरोहरको रूपमा पनि अभिन्न हिस्सा रहेको छ। चामल जापानी संस्कृतिमा विशाल सांस्कृतिक मूल्य राख्दछ, जसले पारम्परिक अनुष्ठान, देवताहरूलाई अर्पण गर्ने, पर्वको भागहरू राख्ने। यस कारणले गर्दाखेरि चामलको अभावले चाहिँ त्यहाँको संस्कृतिमा पनि ठुलो मात्रामा चाहिँ असर पर्ने चाहिँ देखिन्छ। जापानमा बढ्दो जीविकापार्जनको लागत र विशेष गरी शहरी क्षेत्रमा
चामलको खपत एक महत्त्वपूर्ण समस्या बनिरहेको छ। उपभोक्ताहरूको लागि किनमेलको बानीमा परिवर्तन गर्न बाध्य भएका छन्। धेरैले सस्तो विकल्प रोजिरहेको छ भने चामलको खपत कम गरेका छन्। यो स्थिति रेस्टुरेन्ट उद्योगमा पनि असर परिरहेको छ, जहाँ चामल जापानिज खानाको एउटा प्रमुख अंश रहेको छ। सरकारको योजना के रहेको छ त? चामल क्षेत्रको दीर्घकालीन चुनौतीहरूलाई समाधान गर्नको निम्ति जापान सरकारले घरेलु चामल उत्पादन प्रवर्धन गर्ने र चामलको निर्यातलाई प्रोत्साहन गर्ने योजना सार्वजनिक गरेको छ। जापानमा चामल खेतीको समृद्ध परम्परा रहेको छ, तर पछिल्लो दशकहरूमा यो उद्योग घरेलु तथा अन्तर्राष्ट्रिय कारणले एकदम कष्टपूर्ण स्थितिमा रहेको छ। यद्यपि सरकारको भविष्य भने आशावादी रहेको छ। एउटा महत्त्वाकांक्षी पहलले सन् 2030 सम्म चामलको निर्यातलाई 8 गुणा बढाउने लक्ष्य राखेको छ भने सरकारले करिब 3,50,000 टन चामलको निर्यात गर्ने लक्ष्य राखेको छ, जुन अघिल्लो वर्षको भन्दा करिब 50,000 टन स्तरमा वृद्धि हुने यसले जनाएको छ। यसले जापानलाई आफ्नो कृषि बजारमा विविधीकरण बनाउन मद्दत गर्ने मात्र छैन, घरेलु किसानहरूको लागि पनि आवश्यक आम्दानीको स्रोत प्रदान गर्नेछ। चामल निर्यात बढाउने यो कुराले जापानको घरेलु चामल उद्योगलाई पुनर्जीवित गर्नको लागि व्यापारिक रणनीतिको एउटा हिस्सा पनि रहेको छ भने यसले जापानलाई वैश्विक चामल बजारमा प्रमुख खेलाडीको रूपमा स्थापित गर्न मद्दत गर्नेछ। सरकारले चामल कृषकहरूको समर्थन मूल्यको लागि कृषकहरूको प्रविधिमा लगानी गर्ने, चामल खेतीको कार्यक्षमता सुधार गर्ने, युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने योजनाहरू बनाएको छ। यो कृषि श्रमिकहरूको अभावलाई उल्टाउनको निम्ति महत्त्वपूर्ण रहेको छ। यसले उद्योगहरूको समस्या पुर्याइरहेको छ भने यस कदमहरू चालेर जापानले कृषि क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको छ र यसमा विभिन्न किसिमका चुनौतीहरू पनि रहेका छन्। अब हामी कुरा गरौँ चुनौतीहरूको। सरकारको हस्तक्षेप र चामल क्षेत्रको पुनर्स्थापनाको योजनाहरू बावजुद केही चुनौतीहरू पनि बाँकी रहेको छन्। एक महत्त्वपूर्ण अवरोध भनेको मौसमी अवस्था रहेको छ, जुन चाहिँ जलवायु परिवर्तनको कारणले अनिश्चित बनेको छ। चामल खेतीमा उन्नत प्रविधि र कृषि अभ्यासहरू प्रयोग गर्दा पनि बाढी, खरेडी र गर्मी जस्ता चरम मौसमी अभावहरूले चामलको बाढीमा ठुलो क्षति पुर्याउन सक्दछ। यस्ता घटनाहरू बढी आवधिक र तीव्र भइरहेको छ, जसले किसानहरूलाई भविष्यमा योजना बनाउन एकदम कठिन बनाउनेछ। त्यसैगरी जापानमा वृद्धहरूको सङ्ख्या बढ्दै गइरहेको र ग्रामीण सहरी विभाजनले गर्दा दीर्घकालीन कृषि विकासको लागि चुनौतीहरू प्रस्तुत भएको छ। धेरैजसो युवाहरू, कामदारहरू कृषि क्षेत्र छोडेर सहरी क्षेत्रको लागि अवसर रोजिरहेको छन् भने किसानहरूले सन्तुलन बनाउनको निम्ति एउटा महत्त्वपूर्ण चुनौती रहेको छ, जसले गर्दा उनीहरूलाई वित्तीय प्रोत्साहन र नीतिगत परिवर्तनको आवश्यकता हुनेछ। अर्को चिन्ता भनेको जापानको चामल आयात बढ्दो निर्भरता पनि रहेको छ। यद्यपि चामल निर्यात बढ्दैछ भने देशले अझै पनि आन्तरिक उत्पादनको माग अत्याधिक मात्रामा निर्भर रहेको छ। खाद्य सुरक्षा सुनिश्चित गर्नको निम्ति सरकारको निरन्तर प्रयास आवश्यक रहेको छ, ताकि जापानले आफ्नो चामलको आपूर्ति बाह्य आपूर्तिकर्ताबाट अत्याधिक निर्भर नहोस्। जापानको चामल सङ्कट विशेष गरी जलवायु परिवर्तन, आर्थिक दबाव र सांस्कृतिक परम्परालाई जटिल सम्बन्धलाई उजागर गरेको छ। जापान सरकारको चामल आपूर्ति सङ्कट समाधान गर्नको निम्ति भएको कदमहरूको आपूर्ति छन्। भविष्यमा चामल निर्यात गर्ने योजना दीर्घकालीन योजना स्थिति ल्याउन सक्छ, तापनि दीर्घकालीन समाधानहरूको लागि कृषि निर्वाचनमा ठुलो लगानी, चामल खेतीको लागि आधुनिकीकरण र युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्नको लागि विभिन्न कदमहरूको चाहिँ आवश्यक रहेको छ। जापानको भविष्यको चामल उद्योग आशावादी देखिन्छ, तर आगामी मागलाई चुनौतीपूर्ण रहेको छ। यसको लागि सरकारले सशक्त प्रतिक्रिया दिनुपर्ने महत्त्वपूर्ण रहेको छ। आज जापानमा चामलको मूल्य बढेको यसको कारणहरू र यसमा सरकारले चालेका कदमहरू के रहेको थियो, भिडियोमा विस्तृत रूपमा कुरा गर्यौँ। तपाईलाई आजको भिडियो कस्तो लाग्यो अवश्य मात्रामा प्रतिक्रिया दिन नबिर्सिनुहोला। भिडियो हेरेर साथ दिनुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद रहेको छ।